हा समुद्रको छेउमा आएको छ भयो यो त अन्त पहाडमा समुद्र समुद्रमा छेउमा आएर म चाहिँ ब्रस गर्नु लु है आम्मा कहाँ आयो हो हामी त आम्मा फिल छ त फिल भाइब हुन्छ नि सुन्दर छ सुन्दर आज चाहिँ हामी माथि छौँ धेरै माथि मेमेन्चो जाँदैछौँ र यो सानो है छोटो भनौँ न छोटो कति हुन्छ थाहा छैन भिडियो बनाउने प्रयास गर्दैछु आजकल म लङ भिडियो साह्रै बेसी बनाएको छुइनँ किनकि त्यसलाई एडिट गर्दाखेरि नै धेरै समय जान्छ कि तर बनाउनु पर्ने भिडियोजहरू चाहिँ बनाउँछु अनि आज हामी मेमेन्चोतर्फ छौँ यता सुचन सर हुनुहुन्छ उहाँले पनि क्यामेरा निकालेर ए खोलालाई कैद गर्नु हुँदो रहेछ न अरे के मिठो हो आहा सर त्यो त कति सुन्दर है के मिठो देखेको है कति सुन्दर दृश्य कति मिठो नजारा आहा के मजाको ब्युटिफुल ब्युटिफुल सुन्दर सुन्दर दृश्यहरू हेर्दै हामी जाँदैछौँ के मिठो दिएको कस्तो मिठो दिएको आहा हाम्रो साथीहरू चाहिँ अगाडि पुगिसकेको छ है सुजन सर गइसक्यो है तर हामी कन्फ्युज हुँदा बाटो यतै हो कि यति ब्युटिफुल रहेछ कि स्टार्टिङमा यहीँ भुल्लेँ म त अन्त भुलेको छु जति नै गरे पनि नेचुरल कुरोलाई बिट गर्न सक्दैन हो आर्टिफिसियल जति नै गरे पनि भाइब हुन्छ नि नेचुरल भनेको नेचुरलै हुन्छ तर आफ्नो उयो पनि हो तर है सुजन सर कतिलाई त अब यस्तो हुँदैन हामीलाई चाहिँ मनपर्छ नेचुरल नै तर होइन यो नेचर सबैलाई मनपर्छ त म त कहाँ आए जस्तो लाग्दैछ मतलब यो अर्कै ठाउँ हो हुन्छ नि हुन त यता म फर्स्ट टाइमै आएको तर पनि हुन्छ नि एकदमै अर्कै जङ्गली फुलहरू सबै कस्तो मजाले फुलेको कुहिरो रुखपात खोला हुन्छ नि सबै भएको जुन चाहिँ अब नेचुरली हुन्छ है यो बाटोमा फुलहरू आम्मा यो झिल रहेछ ठुलो यहाँबाट सायद क्यामेरामा यो गोप्रोमा त्यस्तो राम्रो आउँदैन होला कि आँखाले कस्तो दामी देख्दैछ वाह वाउ सुन्दर अहिले अगस्तको महिना हो कस्तो गरम होला अहिले हैन मधेसतिर आउँदैछु यहाँ त्यस्तो छ नि यहाँ जाडो छ चिसो छ कस्तो सुन्दर यहाँ चाहिँ लेक रहेछ लेक कता बोलाएको थियो उल्टा बाटो आयो क्या हो कता हो बाटो
यतै हो हुन्छ सुजन सर पनि मन्त्रमुग्ध भयो दृश्यले म पनि त्यस्तै भएँ आम्मामा हेट म त अर्कै ठाउँ आए जस्तो लाग्दैछ अर्कै देशतिर हुन्छ नि मतलब बाहिर कतै छु जस्तो लाग्दैछ अर्कै दुनियाँ के सुन्दर हो कस्टम स्याटिस भन्छ यसलाई चाहिँ स्याटिस भन्छ यता हो बाटो अम्बो क्या दामी जग्गा कता यहाँबाट ओह्रालो झर्नु त्यसको मुनि सिधा ढुङ्गा छ हेर्नुहोस् त एउटा उयो ढुङ्गामा टेक्नुहोस् यो होइन त उता बगाउँछ है खोलाले यहाँ त्यहाँदेखि के मुनि ढुङ्गा थियो नि एउटा यो है त्यहाँ टेक्नुहोस् न हुन्छ हुन्छ भइहाल्छ हा समुद्रको छेउमा आएको छ भयो यो त अन्त पहाडमा समुद्र समुद्रमा छेउमा आएर म चाहिँ ब्रस गर्नु लु है आम्मामामामामामा कहाँ आयो हो हामी त आम्मामामामा फिल छ त फिल भाइब हुन्छ नि लु हेरौँ त आम्मामा त परसम्म कहाँ आए जस्तो हो त म त आम्बो साह्रै सुन्दर जग्गा कसम भनेको यो चाहिँ हुन्छ नि यहाँ चाहिँ टेन्ट बनाउँदैछ साउन्ड पनि एकदम नेचुरल नेचरको मात्र साउन्ड यता हल्का यहाँ कुलो बगेको हावा चलेको चराहरू ल यहाँ टेन्ट पनि बनिसकेको अवस्था जस्तो छ दामी 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 अहिले चाहिँ हामी एक चक्कर लगाउँदैछौँ यो वरिपरि सबै जङ्गली फुलहरू कस्तो मजाको देखेको जङ्गली फुलहरू फुलेर सुन्दर देखिरहेको छ यो झिल त साह्रै सुन्दर आहा मेमेन्चो लेक लु एक चक्कर हामी लगाउँदैछौँ अहिले चाहिँ यसको वरिपरि हाम्रो गाउँमा यस्तो आएको थियो कि रक क्लाइम्बिङको अनि त्यसै भएको जुत्ता हातमा पनि यसो सक्ने भएको सबै हुँदो रहेछ त्यो जम्मै छ भने म पनि चढ्दिनँ
मेरो त परै खेल्यो नि म पर गरे के फिटमा त छ रे डाउन के गर्ने 90 फिट यो मुनि झऱ्यो भने अम्बो झऱ्यो भने 90 फिटमा त झऱ्यो के गर्ने हेट पौडी खेल्दा निस्किन सकिन्छ कि जाँड चाहिँ मरिन्छ म त सक्दिनँ नि म चाहिँ निस्केको त्यही कारण स्विमिङ गर्न आउँदैन मलाई आउँदैन नि स्विमिङ त्यसो भए जाउँ होला यस्तामा बस्नु हुँदैन सो यो झिलको वरिपरि जुन ठाउँ छ यो वरिपरि हिँड्यो भने चाहिँ 1 घन्टाभन्दा बेसी लाग्ने रहेछ यहाँबाट यस्तो गएर पर भएर यस्तो आएर मजा है विशेष चाहिँ जङ्गली फुलहरू यस्तो सुन्दर सुन्दर देखेँ कि दाबाजीले त्यसै लिएको होइन रहेछ जङ्गली फुल भन्ने चाहिँ भयो क्या होइन सोचाइहरू यस्तै उयसबाट यही ठाउँमा बसेर यही ठाउँमा अब 5 साल जस्तो बसियो कि एउटा सुन्दर उपहार लिएर जाँदैछु यो ठाउँबाट सुन्दर 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 अन्त एउटा किताबको तर तपाईँलाई यो ठाउँ चाहिँ जिन्दगीभर नै तपाईँलाई एकदम याद छ आउँछ याद आउँछ बिर्सिँदै नबिर्सिने ठाउँ हो यो दाबाजीको पनि यहाँनिर ड्युटी टेन्योर यहाँनिर चाहिँ कम्प्लिट हुन लागिरहेको छ 5-6 वर्षमा बस्नुभएको छ र जङ्गली फुल उहाँको किताब अब चाँडै आइरहेको छ किन भन्दा चाहिँ यस्तो सुन्दर सुन्दर फुलहरू हुँदो रहेछ नि त किन लेख्नु मन नलागोस् यो जङ्गली तितेपाती तर यसको जुन सेन्ट छ त्यो चाहिँ अलिक बेग्लो हुँदो रहेछ अलिक मिठो खालको कि अलिक हुन्छ नि स्विट दबाई भने लगेर खानु म चाहिँ तितेपातीकै फ्लेभर चाहिँ छ तर अलिक डिफ्रेन्ट क्या अलिक त्यो हुन्छ नि फ्लेभर्ड खालको जङ्गली फुल र यिनीहरूको यहाँ पनि नाम त अर्कै छ होला है हामी चाहिँ पप्पी पप्पी भन्छौँ हो खासमा वास्तवमा यो ठाउँमा बोटानिकल नेम यिनीहरूको नाम चाहिँ अर्कै छ होला ल त अलिकति परसम्म पुगेर हामी आयो म चाहिँ आइपुगेँ यहाँ टेन्ट भएको ठाउँमा आउँदैछ पर ग्रुप चाहिँ कति सुन्दर अलिकति यता हामी आएका छौँ फेरि ए अच्छा यहाँ त दिनभरि बस्यो नि बसाइ हुने रहेछ नि हौ दिनभरि बस्नु हुन्छ नि यहाँ म त कोही बेला आएर दिनभरि बसिने हामीलाई त यो सुन्दर मेमेन्चो लेकबाट अब हामी फर्किरहेका छौँ किनकि माथि कुपुपमा हाम्रो कार्यक्रम छ है हामी त्यहाँ जाने अब र यति सुन्दर ठाउँ फेरि आउन पाऊँ र हाम्रो टेन्ट पनि यहाँ उठिसकेको छ र अब हामी उकालो हाइक गर्नुपर्ने है 5-6 किलोमिटर उकालो छ त्यो हामी हिँडेर जान्छौँ त्यसको पनि म भिडियो बनाउने छु त्यो पनि हेर्नु होला किनकि हाइकिङको रमाइलो हुन्छ है त्यो यात्रा पल अनि भिडियो बनाउनु रमाइलो हुन्छ र अब हामी यहाँबाट उकालो लाग्ने प्रवीणजीले पनि भ्लग अन्त गरिसकेको छ यहाँको लागि अनि यता हाम्रो म पनि गर्छु तर यति भन्न चाहन्छु कि यहाँबाट
यहाँबाट उकालो गएको भ्लग चाहिँ म बनाउँछु, त्यो कन्टिन्यू रहन्छ, तर यसलाई चाहिँ लामो हुन्छ भनेर यतिमा अन्त गरिरहेको छु। बाई बाई। पैसा है पैसा